हाम्रो दुलहा एकदमै परिश्रमी हुनुहुन्छ, उहाँ आफै गर्नुहुन्छ सबै कुरा। हाम्रो दुलहा एकदमै परिश्रमी हुनुहुन्छ हैन त विवेक? विवेक हाम्रो दुलहा एकदमै परिश्रमी हुनुहुन्छ, आफै गर्नुहुन्छ। गाडी सिगारदेखि सबै आफै गर्नुहुन्छ। यता हाम्रो दुलहाको बुवा हुनुहुन्छ, रेडी हुनुहुन्छ नि? सब तयारी हो नि त? रेडी हो नि त? ल पछाडि ल हाम्रो झापा लाउनु भएको खाली लाउनुहोस्। अहिले त्यहाँ गेटमा हो त्यहाँ हो छुट्टै खालको हुन्छ कि तर यो
दुलहा दुलाई को पवित्र गङ्गोत विषय मण्डली काठमाडौँबाट आउनुभएको हो। एकछिन हजुरहरू कष्ट गरिदिनु होला, तपाईँहरूसम्म हाम्रो दिदीबहिनीहरू नआइपुग्दिनसम्म। फुलको वर्षा छैन होला, मोबाइलको वर्षा गरौँ। ताली पनि बजाउँ। दुलाको मम्मी बाबालाई पनि यहाँ माथि नै आएर बस्ने बेलामा अनुरोध गर्दछु। हाम्रो नम्रता श्रेष्ठ हुनुहुन्छ, बुबा सुरेश श्रेष्ठ अनि आमा नन्दना धेरैजना अतिथि लगायत हाम्रो धेरै पाहुनाहरू हुनुहुन्छ। गरिमा थपिएको मैले महसुस गरेको छु। आमेन भनिदिनुहोस् न। यसकारण हाम्रो उच्चमा विराजमान हुनुहुने परमेश्वरलाई हामी साँच्चै नै धन्यवाद नभनिरहन सक्दैनौँ। हामीले यसैया 34 16 हेरेको त्यहाँ एउटा कुरा पाउँदछौँ, परमप्रभु परमेश्वरले एकसाथ जोड्नु भएको छ, भेला गर्नुभएको छ। यो उहाँको
महान योजना योग्य विवाह हुने। हालेलुया। किनभने यो परमेश्वरले नै स्थापना गर्नुभएको विवाह चाहिँ जब परमेश्वरले विवाहको स्थापना उहाँले नै गर्नुभएको भन्ने कुरो धर्मशास्त्र बाइबलमा हामीलाई स्पष्ट बताइएको छ। आमाज्यूको अभिभावक जो अगाडि बस्नुभएको छ उहाँलाई म सोध्न चाहन्छु कि बुढा विवेक लामाले हामी विचार गरिरहनु हुँदाखेरि उहाँले यो विचार गरिरहनु हुँदाखेरि तपाईँ यो विचारसँग सहमत हुनुहुन्थ्यो, त्यो सल्लाह गरे त्यतिखेर त्यो इच्छासँग हाम्रा अभिभावकज्यूहरू सहमति हुनुहुन्छ। धन्यवाद। एक हुन एउटा परिवार हुन चाहँदैछ उनीहरू र यो घडीमा तपाईँले उपस्थित हुनेहरू मध्ये कसैले यी दुई प्राणीलाई यो पवित्र विवाह बन्धनमा बाँधिनको लागि लायक छैन भन्ने प्रकारको कुनै प्रमाणहरू तपाईँसँग छ भनेदेखि त्यो प्रमाण सहित तपाईँहरू आउनुभयो भनेदेखि यो विवाहलाई यहीँ हामी बन्द गर्न सक्छौँ, यहीँ हामी रोक्न सक्छौँ। किनभने हामीले घोषणा गरिरहेको कुरा चाहिँ परमेश्वरको वचनअनुसार पवित्र विवाह। अब त्यो कस्तो भनेदेखि कतै तपाईँहरूले कतै हिँड्दाखेरि हाम्रा विवेक लामा यो बेलामा सुश्री नम्रता श्रेष्ठलाई आफ्नो विवाहिता पत्नी भनी स्वीकार गर्दै यस पवित्र बन्धनमा रहिरहन स्वीकार गर्नुहुन्छ। धन्यवाद। ताली बजाइदिनुहोस् न। म धेरै कुराहरू प्रश्न गरेर विवेक लामालाई के नम्रता तपाईँले आफ्नो विवाहिता पति भनी स्वीकार गर्दै यस पवित्र बन्धनमा रहिरहन स्वीकार गर्नुहुन्छ? हामी कान ध्यान दिएर सुन्नेछौँ। स्वीकार गर्छु भन्नु तपाईँहरूले उत्तर दिनुहुँदाखेरि अहिले प्रश्नलाई ध्यानपूर्वक राम्ररी सुनिदिनु। म नम्रता तिमीलाई रोगी वा निरोगी अवस्थामा तिम्रो सुख वा दुःखको अवस्थामा तिम्रो प्रशस्तता वा अभावको अवस्थामा मृत्युले अलग नगरेसम्म हामी दुवैलाई परमेश्वरको वचन अनुसार रही म तिमीलाई वास्ता गरि नै रहनेछु भनिकन जिउँदो परमेश्वरको उपस्थिति र यी मण्डलीको माझमा प्रतिज्ञा गर्दछु। तपाईँ विवेक लामालाई जस्तोसुकै परिस्थिति आइपर्दा पनि दुःख वा सुख रोगी वा निरोगी जस्तोसुकै परिस्थितिमा पनि मृत्युले अलग नगरेसम्म म तपाईँलाई परमेश्वरको वचन अनुसार माया र प्रेम गरि नै रहनेछु भनी प्रतिज्ञा गर्दछु। धन्यवाद। हुन्छ। तपाईँ हुन्छ सुरु गर्नु। खोइ ताली पाउनुहुन्छ है। करार बाँधेर प्रेमको
चिन्ह स्वरूप औँठी सिक्री दिएर हामीलाई प्रदर्शन गरिसक्नु भएको छ। यसले हामी के कुरो बुझ्छौँ भनेदेखि एक अर्काप्रति उहाँहरूको अत्यन्तै प्रगाढ प्रेम माया स्नेह छ भन्ने कुरा हामीले बुझ्यौँ। मण्डलीको एउटा सामान्य सेवक भएको नाताले यहाँहरू दुवैजना विवेक लामा र नम्रता श्रेष्ठ आजदेखि उसो श्रीमान श्रीमती भएका छन् भनिकन म घोषणा गर्न चाहन्छु। अर्थात् नेपाली भाषामा हो भनेदेखि, नेपाली भाषामा भन्ने हो भनेदेखि त्योलाई हामीले अहिले चलाउनु छोडेका छौँ क्या, लोग्ने स्वास्नी। हामीले लोग्ने स्वास्नी आजदेखि उसो यी दुईजना चाहिँ लोग्ने स्वास्नी भएका छन् है भनिकन म तपाईँहरूको माझमा स्पष्ट गराउन चाहन्छु। परमेश्वरले यी सबै कुरालाई आशिष गर्नु हुन्छ। म तपाईँलाई बचिदिनुको लागि म अनुरोध गर्छु। नम्रता श्रेष्ठ अहिलेसम्मको यो घडीसम्मको अवस्था मैले सुश्री नै भनेर उहाँलाई भन्दैछु। उहाँको त्यो सुन्दर घुम्टो उहाँले खोलिदिनु हुनेछ अनि उहाँले खोलिरहँदाखेरि उहाँको सुन्दर दुलहीलाई राम्ररीसरी देख्न पाउनुहुनेछ। मैले अघि नै भने नि कतिचोटि उहाँले पोल्टापोल्टी मात्रै हेर्दै हुनुहुन्थ्यो र राम्ररी हेर्नु भएको थिएन। तर अब पूर्ण रूपमा हेर्ने अधिकार हाम्रो विवेक लामाज्यूलाई छ भनिकन यहाँहरूको सार्वजनिक गराउन चाहन्छु। र अब उहाँहरू हात बाँधेर हिँड्दा पनि कसैले कुरा काट्ने ठाउँ रहँदैन। तपाईँले ताली बजाउनु नबिर्सिनु। अब विवेक लामाले राम्ररी हेर्न पाउनुहुनेछ आफ्नो सुन्दर अनि नम्रताले पनि विवेकलाई राम्ररी मजाले हेरेर चित्त बुझाउनु पाउनुहुनेछ। अब लुकी लुकी हेर्नुपर्ने दिन गयो, सकियो। हालेलुया, प्रभुलाई महिमा भएको होस्। उहाँको कस्तो राम्रो बन्दोबस्त, अति अचम्मको योजना उहाँले जन्मनुभन्दा अगाडि नै परमप्रभुले तय गर्नुभएको दिन बनिसक्नु भएको छ। अब तपाईँहरूले सम्बोधन गर्दाखेरि फल्नाको श्रीमती फल्नाको श्रीमान भनेर भन्न सक्नुहुन्छ। ए उहाँको विवेक लामाको श्रीमती को त हाम्रो नानी होइन, उहाँको श्रीमान को त विवेक लामा त भनेर अब भन्न सक्नुहुन्छ। यसकारण यहाँ म तपाईँहरूको अगाडि चाहिँ श्रीमान र श्रीमतीको बिचमा भन्नु त हामी धेरै श्रीमान श्रीमती छौँ यहाँ। अघि नै पासुवाले भन्दै हुनुहुन्थ्यो नाति नातिना पनाति पनातिका धनीहरू पनि हामी यहाँ छौँ है। तर यो विशेष परमेश्वरले चाहेको पवित्र विवाह चाहिँ हाम्रो अगाडि छ आज। त्यसले गर्दा यो पति पत्नी श्रीमान श्रीमती लोग्ने स्वास्नी अघि नै हामी भन्दै थियौँ होइन। अझ ठेट भाषा भन्यो भने बुढाबुढी पनि भन्छ होला, फल्नाको बुढा फल्नाको बुढी भनेर होइन। राम्रो भयो भने फल्नाको बुढा त कति राम्रो रहेछ भनेर भन्छ, त्यति राम्रो भएन भने फल्नाको बुढा फल्नाको बुढी त त्यसले कामै नलाग्ने रहेछ भनेर भन्छ। अनि बन्धनबाट कतिखेर उम्कन पाऊँ भने। तर पवित्र सम्बन्ध जब हुन्छ भने त्यहाँ चाहिँ एकदमै खुसी छ, त्यहाँ चाहिँ आनन्द छ, त्यहाँ चाहिँ रमाहाट छ अनि प्रभुलाई महिमा दिने कुराहरू मात्रै त्यहाँ भइराखेको हुन्छ। त्यस कारण पवित्र सम्बन्धमा जोडिनु भएको छ आज हाम्रो नम्रता नानी साथसाथै विवेक बाबु। यो दुई धेरैवटा कुराहरू जाँदै हुनुहुन्छ। हिजोसम्म त सायद सजिलो प्रकारले सोच्दै हुनुहुन्थ्यो होला हाम्रो विवाह हुन्छ कति आनन्दको कुरा, तर होइन। अब बुहारी भएर जाँदै हुनुहुन्छ। बुहारी भएर गइसकेपछि त्यो परिवारमा कस्तो रहनसहन छ, त्यो परिवारको चालचलन कस्तो छ, त्यो परिवारमा कसरी रहनुपर्ने, यो कुराहरू चाहिँ अब एकदमै गहिरो रूपले सोच्नुपर्ने हुन्छ आजको दुलहीले। अनि दुलहाले पनि के चाहिँ बुझ्नुपर्छ भने मैले ल्याउँदै गरेको मेरो श्रीमती यो सबै कुरा जान्दैन, उसलाई मैले सिकाउनुपर्छ, थुप्रै कुराहरू सिकाउनुपर्छ भनेको। यदि त्यसो भएन भने भोलि नै घरबाट छुट्टिएर अर्कोतिर बस्नुपर्ने अवस्थाहरू आउँछ। त्यसले गर्दाखेरि के हो, आमा बुवालाई छोडेर अलग्गै बस्छ। तर त्यस्तो नहोस्। हामी प्रार्थना गर्छौँ, हामी कामना गर्छौँ कि यो जोडीले चाहिँ आफ्नो परिवारसँग बुवा आमासँग राम्रोसँगले जीवन बिताउन सकेको होस्। आमेन। एकदमै खुसी साथ आउँछ फेरि पनि होइन। अनि यो सबै कुराहरू त्यसपछि आफ्नो ससुरालीतर्फ पनि आफ्नो माइतीतर्फ पनि एउटा धारणीय बन्नु पर्यो, आफ्नो घरतर्फ पनि धारणीय बन्नु पर्यो। अनि यो गर्दै गर्दा चाहिँ धेरै कष्टहरू पनि आउन सक्छ, भनाइहरू आउन सक्छ होला, गालीहरू आउन सक्छ होला। त्यो कुरा सहन सक्ने सामर्थ्य लिनुपर्छ आजको दुलहीले।
जुन घरमा जाँदै हुनुहुन्छ होइन, हामी सधैँ प्रार्थना गर्नेछौँ। त्यो धेरै याद गर्नुपर्छ। अब उहाँहरूले काम गर्ने ठाउँमा, उहाँहरू हिँड्ने ठाउँमा, उहाँहरूको परिवारमा, उहाँहरूको समाजमा, मण्डलीमा, दुवैतिरको समाजमा उहाँहरूलाई दोस्ने अथवा कसैले पनि फल्ना त्यो जातसँग गएर यस्तो पो भयो त त्यो नजानु पर्थ्यो भन्ने खालको कुरा नआओस्। एकदम राम्रो छानेको रहेछ परमेश्वरले, एकदमै राम्रो जोडी बनाउनु भएको रहेछ। परमेश्वरलाई धन्यवाद दिने कामहरू सबैबाट सबैतिरबाट भइराखेको होस्। दिन पत्नीको अगाडि पतिले आफ्नी पत्नीलाई उसको वैवाहिक हक दियोस् र यसरी नै पत्नीले पनि आफ्नो पतिलाई। पत्नीले आफ्नो शरीरमाथि अधिकार राख्दैन अब उसो, तर उसले उसको पतिले राख्छ। त्यसरी नै पतिले पनि आफ्नो शरीरमाथि अधिकार राख्दैन, तर उसको पत्नीले राख्छ। हालेलुया। अब नम्रता नानीले मेरो शरीर मेरो खुसी भन्न पाउनुहुन्न। विवेक बाबुले मेरो शरीर हो मेरो खुसी भन्न पाउनुहुन्न। अब विवेक बाबुको शरीरको अधिकार नम्रता नानीसँग छ, नम्रता नानीको शरीरको अधिकार विवेक बाबुसँग छ। हामीले यसरी बुझ्नुपर्छ। यो कुरा एकदमै ध्यान दिएर सुन्नुहोस्। अनि यो भित्र अधिकारका कुराहरू छन्, थुप्रै अधिकारका कुराहरू होला होइन। विवेक बाबुलाई मन नपर्ने कुनै ठाउँ होला, त्यहाँ चाहिँ नम्रता नानीले होइन जाउँ कि जाउँ, त्यहाँ जाउँ नजाउँ भन्न उसले मन परेको छैन है। अनि कतिवटा गहनाहरू लगाउनलाई इच्छा गर्छ होला, विवेक बाबुलाई मन पर्दैन, यो नलगाउनु भनौँ, जिद्दी गर्नु भएन। किनभने यो त विवेक बाबुको शरीर हो। अनि नम्रता नानीले पनि विवेक बाबुलाई कतिवटा इच्छा होला कि म चाहिँ त्यहाँ जान्छु, त्यहाँ गएर आउँछु, यस्तो 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 अब कतिवटा कुराहरू होला होइन, यस्तो लगाउँछु, यस्तो खान्छु, यस्तो कुराहरू आउँछ। तर नानीले अधिकार गर्छ, किनभने यो चाहिँ यो शरीरको अधिकार चाहिँ नानी नम्रतासँग छ, यो गर्न पाउनुहुन्न। आजबाट दुईजनाको खुसी, जुनसुकै कुराहरू उहाँले गर्दै हुनुहुन्छ, उहाँले बोल्दै हुनुहुन्छ, हिँड्दै हुनुहुन्छ, खाँदै हुनुहुन्छ, जहाँ जाँदै हुनुहुन्छ, दुवैजना खुसी हुनुपर्छ। र मात्र त्यो चाहिँ एउटा एकले अर्को अधिकार है। यो कुराहरू मान्नुहुन्न। होइन अहिले नजाउँ, केही समय पछि जाउँला अथवा वर्ष दिनपछि जाउँला भनेर उहाँले भन्नुभयो, उहाँले माग्नु पर्छ। यो कुराहरू आउँछ। त्यसले गर्दा यो दुईवटा कुरा यहाँले अहिले हामी पढ्दै गरेको कुरा चाहिँ के हो त भन्दा श्रीमतीले के कुरा दिनुपर्छ, श्रीमानले के कुरा दिनुपर्छ। थाहा छैन उहाँको पेवा धन सम्पत्ति कति होला होइन, अहिले मेरो छ त्यो अब विवेक बाबु होइन। विवेक बाबुसँग भएका कुराहरू गर्नु हो नम्रता नानीको, दुईजनाको एउटै हो। किनभने यो वैवाहिक हक शरीरको कुरा पनि छ, आत्माको कुराहरू पनि छ र मनको कुराहरू पनि छ। अधिकार सुम्पिसकेको छ आजबाट। अनि त्यो कुरामा उहाँहरू सधैँ लागिरहनुपर्छ। पत्नीले आफ्नो शरीरमाथि अधिकार राख्दिन, तर उसको पतिले राख्छ। त्यसरी नै पतिले पनि आफ्नो शरीरमाथि अधिकार राख्दैन, तर उसको पत्नीले राख्छ है। मैले एबिसीको पुस्तकबाट अलिकति हेर्न चाहेँ। पढ्दैछु, ध्यान दिएर सुनिराखेको पदहरू हो र हामीलाई काम लाग्दो छ। यो पत्नी हो अथवा श्रीमती हो अथवा स्वास्नी हो, प्रभुको अधीनमा रहे जस्तै आफ्नो पतिको अधीनमा बस। किनकि पति पत्नीको शिर हो, जसरी ख्रिस्ट मण्डलीको शिर हुनुहुन्छ। जुन मण्डली उहाँको शरीर हो र उहाँ स्वयं त्यसको मुक्तिदाता हुनुहुन्छ। जसरी मण्डली ख्रिस्टको अधीनमा छ, त्यसरी नै पत्नीहरू हरेक कुरामा पत्नीलाई प्रेम गर, जसरी ख्रिस्टले पनि मण्डलीलाई प्रेम गर्नुभयो। र त्यसको गाह्रो चाहिँ देखेर हाम्रो समयमा चाहिँ विवाह गरेर ल्याइसकेपछि जुई बोल्नु हुँदैन थियो। बुहारीहरूले सासू ससुराले जे काम लगाए गर्ने हो होइन, श्रीमानले जे हराए त्यही गर्ने हो। तर आज त्यो छैन। मलाई थाहा छैन, जाने बित्तिकै हाम्रो नानीले हाम्रो विवेक बाबुलाई काम गराउन थाल्नुहुन्छ कि राम्रो हो। तर पाहुनाहरू जब आउँछन् घरमा, त्यतिखेर चाहिँ श्रीमतीले श्रीमानलाई हराइराखेको देखिन्छ। जानु जानु एक गिलास पानी ल्याएर खुवाइदिनु, जानु जानु चिया बनाएर ल्याएर खुवाइदिनु। यो गलत, कहिलेको निर्देशन नगर्नु होला। हो तपाईँको श्रीमानले तपाईँलाई एकदमै माया गर्नुहुन्छ, तपाईँले भनेको सबै कुरा मान्नुहुन्छ, तर श्रीमानको शिर तपाईँले उच्च राख्नको लागि, श्रीमानको शिर कहिले पनि नझुक्नको लागि तपाईँले श्रीमती
लाई प्रेम गर्दै गरेको कुरा चाहिँ श्रीमतीले मान्नुपर्छ, जान्नुपर्छ। श्रीमानको शिर अझै उच्च भएको र श्रीमानको कामहरूलाई हेर्दै गर्दाखेरि अझै श्रीमतीको सम्मान बढेर गएको। आमेन। हाम्रो परमेश्वरले हामी सबैलाई आशीर्वाद दिउन् र हाम्रो जोडीमा परमेश्वरको प्रशस्त अनुग्रह रहेको होस्। उहाँहरूले केही कुरा खाइसकेपछि हामी हाम्रो शुभकामना गीतको लागि हाम्रो को हुनुहुन्छ एकदम तयार भएर बसिदिनुहोस् ल। हुन्छ ताली चाहिँ बजाउँदै गर्नुहोस्। हुन्छ यो केकलाई यहाँबाट परिवार अनि जनजी लगायत अनि मङ्गलपुर साई मण्डली आदरणीय पास्टर बुवाहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि हाम्रो समारोहलाई उहाँले सहायता गर्नुभएको छ यो पूरा गर्नको निम्ति। अनि त्यसै गरी जोगाबारी गाउँ क्लबबाट पाल्नुभएको आदरणीय पास्टर बुवा लारा थापा अनि Very good. Last, bye bye, bye bye, bye bye, bye bye. Zapaka group, bye bye.
ल हस् हस् ल यता पनि अर्को यता ट्रिप फेरि ल धेरै धन्यवाद बाई बाई पुरा अनि गेट त काठमाडौँले परेछ त अरे मलाई हेर्नुहुन्छ र फेरि आँखा टेढा आउला नि ल रेडी ल एकैछिनै 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 हामी अत्याधिक खुसी छौँ यस कारणले हाम्रो हामीले जिम्मेवार मण्डलीको काममा जिम्मेवार घडी हामीलाई र युवाहरूले अब हाम्रा छोरीलाई आफ्नो रूपमा हुर्काउने बढाउने आग्रह गर्दै यो बेलामा विदायको प्रार्थना गर्न लागेका छौँ। हामी सबैजना यसमा सरिक हुनेछौँ। दाजहरूलाई तपाईँले चलाउनु त्यो कार्यक्रम आशिषमय दिनको पर्खा र प्रार्थनाको उत्तर मेरो लागि ईश्वरको सुन्दर उपहार दुःखमा सुखमा तिम्रै साथ गतिमा कमीमा पनि उकाली ओह्राली हिँड्ने
हजारों दिन को पर्खा र प्रार्थनाको उत्तर बनिएकै हौ तिमी मेरो लागि ईश्वरको सुन्दर उपहार। आज मैले पाएँ जीवनको खुसी ईश्वरबाट तिमीलाई मेरो यो जीवनमा उपहारको रूपमा दिनु भयो तिमीलाई। जिउने छु यो जीवन तिमीसँग तिम्रो सहयोगी बनी हिँड्नेछु तिमीसँग अब जिउने छु यो जीवन तिमीसँग तिम्रो सहयोगी बनी हिँड्नेछु तिमीसँग जीवनको उकाली ओह्राली सधैँ तिम्रो साथमा हिँड्नेछु। आज यो जीवनमा खुसीको रङ्ग छायो यो मुटुले छुट्टै आनन्द पायो। आज यो जीवनमा खुसीको रङ्ग छायो यो मुटुले छुट्टै आनन्द पायो। खुसीका दिनहरू तिमीसँगै काट्नु छ दुःखका दिन पनि तिमीसँगै बाँच्नु छ। दुःखका दिन पनि तिमीसँगै बाँच्नु छ।
नानी जाऊ परमेश्वरले तिमीलाई हजुरकै शरीरको एक अङ्गमा पाउने मेरै निम्ति स्वर्गको परमेश्वरले तिमीलाई बनाउनु हजुरकै शरीरको एक अङ्गमा उहाँकै योजनामा उहाँकै योजनामा मेरै निम्ति स्वर्गको परमेश्वरले तिमीलाई बनाउनु पैसा लाग्छ 1 घन्टाको 200 रुपैयाँ तपाईलाई चाहिँ वाइफाई ल 1 आवर सर्भर त पछाडि हिजोको याद आयो क्या परमेश्वरले तिमीलाई बनाउनु ठिक छ एकछिन बस्नु ल मम्मी आउनुहुन्छ मेरै निम्ति
बाबा लाग्यो हुन्छ In God's embrace, a covenant sealed by His boundless grace. In faith and love, you stand as one. A journey together just begun. What God has joined, let none divide. In His great love forever abide. Through joy and trial, ताली बजाइदिनु भयो त स्वागत गर्नु पर्यो नि ताली बजाएर ए ल ल ल a holy union side by side. Like Christ and His church, your love will grow in patience and kindness, His ways to show. Submit in love, serve with delight, reflecting His glory day and night. Build your home on the rock that stands, with faith as your anchor, guided hand. Pray together, let His will be done. For two have now become one. What God has joined, let none divide. In His great love forever abide. Through joy and trials, His hand will guide. A holy union side by side. So we sing this blessing over you. May your love stay faithful, strong and true. Walk in His Spirit, your hearts align. A godly marriage by His design. May your days be filled with grace and peace. His joy abounding, love never ceases. As Christ is your center, your cornerstone. In Him, together, you'll never be alone. What God has joined, let none divide. In His great love forever abide. Through joy and trials, His hand will guide. A holy union side by Two hearts, one vow, in God's embrace, a covenant sealed by His boundless grace. In faith and love, you stand as one. A journey together just begun. What God has joined, let none divide. In His great love forever abide. Through joy and trials, His hand will guide. A holy union
side by side. Like Christ and His church, your love will grow in patience and kindness, His ways to show. Submit in love, serve with delight, reflecting His glory day and night. Build your home on the rock that stands, with faith as your anchor, guided hand. Pray together, let His will be done, for two have now become one. What God has joined, let none divide. In His great love forever abide. Through joy and trials, His hand will guide. A holy union, side by side. So we sing this blessing over you. May your love stay faithful, strong and true. Walk in His Spirit, your hearts align. Godly marriage by His design. May your days be filled with grace and peace. ल है ताले 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 माथि बस्यो जान्छ तपाईँ हेल्प गरे हुन्छ हेल्प गरे हुन्छ
Very good. आज मैले पाएँ जीवनको खुसी ईश्वरबाट तिमीलाई मेरो यो जीवनमा उपहारको रूपमा दिनु भयो तिमीलाई। अब जिउने छु यो जीवन तिमीसँग तिम्रो सहयोगी बनी हिँड्नेछु तिमीसँग। अब जिउने छु यो जीवन तिमीसँग तिम्रो सहयोगी बनी हिँड्नेछु तिमीसँग। जीवनको गोरेटो उकाली ओह्राली सधैँ तिम्रो साथमा हिँड्नेछु।